शहीद स्मृति प्रवेशद्वार परिवर्तन 4 पाछाबाङ रोल्पा। स्वागतम। 10 वर्षीय महान जनयुद्धमा शहादत प्राप्त गर्नुहुने महान शहीदहरूको नामावली विवरण। खड्ग बहादुर पुन कमरेड प्रतिभा, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 2 पट स्क्वाड सह कमान्डर, शहीद भएको स्थान कोटगाउँ प्रहरी विधन्त, मिति 2054-11-2। अर्को 2 मा टेक बहादुर पुन कमरेड सगरमाथा, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 8 पट कम्पनी बिसी, शहीद भएको स्थान कपिलवस्तु धानखोला, साई सेना विधन्तमा, मिति 2061-8-18। दलराज बुढा कमरेड क्रान्ति, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 6 पट स्क्वाड सदस्य, शहीद भएको स्थान सुकीदह विधन्तमा, मिति 2056-8-28। 4 मा शेरबहादुर बुढा कमरेड मुस्ताङ, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 5 पट कम्पनी सेक्सन कमान्डर, शहीद भएको स्थान दलसिङ्गी साई सेना विधन्तमा, मिति 2061-12-25। त्यसै गरी 5 मा पहल बहादुर बुढा कमरेड विभक्ति, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 5 पट कम्पनी बिसी, शहीद भएको स्थान लमजुङ साई सेना विधन्तमा, मिति 2061-8-31। त्यसै गरेर 7 मा रामप्रसाद पुन कमरेड अभियान, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 6 पट पिएलए सदस्य, शहीद भएको स्थान अर्घाखाँची साई सेना विधन्तमा, मिति 2060-8-18। त्यसै गरेर मिना बुढा कमरेड तारा, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 8 पट पिएलए सदस्य, शहीद भएको स्थान भालुवाङ साई सेना विधन्तमा, मिति 2060-26। 9 मा लक्ष्मण विक कमरेड सिस्ने, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 6 पट पिएलए सदस्य, शहीद भएको स्थान अर्घाखाँची ब्यारी कब्जामा बेपत्ता, मिति 2061-8-29। त्यसै गरी 10औं स्थानमा सुरज बुढा ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 6 पट पार्टी पिएलए, शहीद भएको स्थान पाछाबाङ घटना, मिति 2061-7-24। त्यसै गरेर मन कुमार बुढा विद्यार्थी, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 2, शहीद भएको स्थान पाछाबाङ 2 डमडु गैरा, मिति 2059-1-26। त्यसै गरी कविराम परियार, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 2 पट पार्टी सदस्य, शहीद भएको स्थान पाछाबाङ 2 सल्लाह बोट। उमा बुढा, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 8 पट पार्टी सदस्य, शहीद भएको स्थान डवारी डाँडा प्रहरी कब्जामा, मिति 2056-9-5। नन्न बहादुर बुढा, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 8 पट पार्टी सदस्य, शहीद भएको स्थान डवारी डाँडा प्रहरी कब्जामा, मिति 2056-9-5। 15 हस्त बहादुर रोका, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 8 पट पार्टी सदस्य, शहीद भएको स्थान डवारी डाँडा प्रहरी कब्जामा, मिति 2056-9-5। ठुम्कली रोका, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 8 पट पार्टी सदस्य, शहीद भएको स्थान डवारी डाँडा प्रहरी कब्जामा, मिति 2056-9-5। यसै गरेर बहादुर परियार, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 2 पट पार्टी सदस्य, शहीद भएको स्थान फटाहाबाट घरमै हट्टे, मिति 2054-4-9। मनकुमारी परियार, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 2 पट पार्टी सदस्य, शहीद भएको स्थान फटाहाबाट घरमै हट्टे, मिति 2054-4-9। जङ्गबहादुर विक कमरेड सूर्योदय, ठेगाना परिवर्तन 4 रोल्पा, साबिक वडा नम्बर 6 पट मिलिसियामा,
कमान्डर शहीद भएको स्थान प्रहरी कब्जामा। बेपत्ता मिति 2056 5/11। महान जनयुद्धमा शहादत प्राप्त गर्नुहुने महान शहीदहरूका परिवर्तन गाउँपालिका वडाअनुसारका वडा अध्यक्ष श्री मानसिंह बुढामगर कमरेड विज्ञानको कार्यकालमा यतिसम्म 2082 माघ 10 गते 6/12 सुसम्पन्न भयो। यहाँ तपाईँहरूको यात्रा सफल रहोस् भनेर यहाँ उल्लेख गरिएको छ। यो शहीद गेटको नजिकै वडा कार्यालय रहेको छ। परिवर्तन गाउँपालिका वडा नम्बर 4 वडा कार्यालय पछाबाङ रोल्पा लुम्बिनी प्रदेश नेपालको सुविधा सम्पन्न भवन पनि यहाँ निर्माण भएको रहेछ।